जुन अहिले द्वन्द्व चलिरहेछ नि, बाइबल, गीता, क्रिस्चियनिटी, हिन्दू, सनातन, वैदिक, यो द्वन्द्व गर्दै गर्दाखेरि तपाईँ र मैले दिमागमा के राख्नुपर्छ भने नि, हाम्रो लाइफमा, मानव जातिमा कुनै पनि पुस्तक अथवा ग्रन्थलाई तपाईँ र मेरो सोचभन्दा माथि राख्नु हुँदैन। किनभने यो सबै चिजको सिर्जना सोचबाट भएको हो। अनि कुनै पनि व्यक्तिलाई तपाईँ र मेरो विवेकभन्दा माथि राख्नु हुँदैन। किनभने विवेक छैन भने मानव जाति काम लाग्दैन। चाहे भगवान होस्, कुनै धर्मगुरु होस्, कुनै ग्रन्थ होस्, विवेक छैन भने काम लाग्दैन। अनि कुनै पनि परम्परा होस्, त्यो परम्परालाई चाहिँ तपाईँ र मेरो प्रश्नभन्दा माथि राख्नु हुँदैन। किनभने हाम्रो जुन धर्म छ, हाम्रो जुन ग्रन्थ छ, जुन हामी हौँ, त्यो प्रश्नबाट आएको हो कि उत्तरबाट आएको हो, यो अहिलेसम्म कसैलाई थाहा छैन। सबैले यसमा आफ्नो तर्क मात्रै राख्न सक्छन्, कुरा मात्रै गर्न सक्छन्, तर स्पष्ट कारण अहिलेसम्म कसैलाई थाहा छैन। त्यही भएर तपाईँ र मेरो परम्परा, तपाईँ र मेरो प्रश्नभन्दा ठुलो होइन। मेरो मनमा लागेको कुरा, यदि हामीलाई सत्य नै चाहिन्छ भने, वास्तवमा सत्य चाहिन्छ भने सत्यलाई कुनै गीता चाहिँदैन, सत्यलाई कुनै बाइबल चाहिँदैन। सत्यलाई एउटा चिज मात्रै चाहिन्छ, इमान्दारिता, जुन अहिले गीता र बाइबलभन्दा पनि महँगो भएको छ। इमान्दारिता त्यो चाहिन्छ। इमान्दारिता छ भने हामी सत्य खोज्न सक्छौँ, जुन कि अहिलेको जमानामा एकदम धेरै महँगो चिज हो। जस्तै वैदिक, सनातन अनि हिन्दू, अहिलेसम्म कतिजनालाई यो कुरा स्पष्ट छैन कि वैदिक हो कि सनातन हो कि हिन्दू हो, यसको ब्रान्चेसहरू के हो, यसको उत्पत्ति के हो, अहिलेसम्म क्ल्यारिटी छैन। कसैले सिन्धु नदी भन्छ, कसैले हिन्दूलाई हिमालबाट आएको भन्छ, क्ल्यारिटी छैन अझै। अनि अर्कोतिर साइडमा हेर्दाखेरि बाइबललाई हेर्दाखेरि 6 दिनमा यो पृथ्वीको सृष्टि भएको भन्छ। यो असम्भव कुरा हो, जहाँ साइन्सले यसमा औँला उठाउँछ, साइन्सले पत्याउँदैन। अनि आदम र हब्बाबाट सबै मानव जातिको सिर्जना भएको, यो असम्भव कुरा साइन्सले अहिलेसम्म पत्याएको छैन। साइन्सले यसमा प्रश्न उठाइरहेछ। किनभने सानो पेन किलर पनि साइन्सले बनाइरहेछ नि त। न त गीताबाट आएर कृष्णले बनाउनु भयो, न त बाइबलबाट आएर जिससले बनाउनु भयो। यो भिडियो कुन पुस्तक सही हो त्यसको लागि मैले बनाएको होइन। यो पुस्तक बनाउने कारण चाहिँ म आफ्नो सत्यको लागि, सत्यको खोजीको लागि मेरो विश्वासमाथि म प्रश्न गर्न सक्छु कि सक्दिनँ, प्रश्न गर्न तयार छु कि छैन, त्यसको लागि बनाएको हो। किनभने स्वतन्त्रता विश्वासबाट आउँदैन, स्वतन्त्रता प्रश्नबाट आउँछ। र कुनै धर्मले मलाई प्रश्न गर्न रोक्दैछ, कुनै ग्रन्थले मलाई प्रश्न गर्न रोक्दैछ भने मलाई बाँध्दैछ, त्यसले मलाई अन्धविश्वासतिर ढकेल्दैछ, त्यसले प्रश्न गर्नै दिएको छैन नि त। प्रश्न गरेन भने मान्छे के सिक्छ र स्वतन्त्र कसरी हुन्छ, त्यो कुरा हो।